हामी एकदमै ऐतिहासिक र पुरातात्विक ठाउँमा आइपुगेका छौँ। यो सुर्खेत जिल्लाको काँक्री बिहार भन्ने स्थान हो, जुन चाहिँ प्राचीन समयमा जुम्ला सिजाका राजा अशोक चल्लले यसलाई निर्माण गरिएको भन्ने रहेको छ र 1300 विक्रम सम्वत 1325 यो स्थापना भएको थियो। पछि गएर 1890 को महाभूकम्पमा परेर यसको यो तहस नहस भएको थियो, यो भत्किएको थियो। फेरि पनि अहिले यसलाई पुनर्निर्माण गरेर अहिले त्यही स्वरूपमा दिने, ठ्याक्कै त्यही नभए पनि त्यही स्वरूपमा आकार दिएको छ भन्ने रहेको छ। यो जङ्गलको बिचमा रहेको छ। सुर्खेत बजार, वीरेन्द्रनगर सुर्खेत बजारदेखि लगभग 5 किलोमिटर तपाईको दक्षिणतिर अवस्थित रहेको छ। एकदमै जङ्गलको बिचमा सुन्दर रहेको छ। हामी